हेलो गाइसहरु, आज चाहिँ यहाँनिर हाम्रो काकाको धान झटाइ हुन्छ, दाई हुन्छ है। भिडियो पल पलको भिडियोहरु म तपाईहरुलाई राख्दै जानेछु, हेर्नु होला। यसरी धानको बिटा चाहिँ बनाइ छ हाम्रो उयोमा चाहिँ। जागरिलो मान्छे सालीमा बस्नेहरू हो, यस्तो डेन्जर जागरिलो यहाँ फेरि। ओ दाजु खोइ को छ अब यहाँ हेर है त्यहाँ। अब यसरी यो बन्धन पक्रेर उभिएपछि त नि ल यस्तो छ है धानको बिटा बनाइ चाहिँ। यसरी बनाइ छ है धान बिटा। पुपो पनि छ, उसको नाम चाहिँ पुपो हो। पुपो हेर्नुहोस्, पुपो हेर्देऊ न, उसको नाम चाहिँ पुपो। रात पर्ने रहेछ है आज। यसरी बोकेर लगिँदैछ है। हेलो काका, यता हेरौँ न एकचोटि। हेलो हाई गरिदिनु नि। सबै निक्लेको छ हौ। एकदम सँगले आहा रोटीले पाप गर्यो ल यहाँ पनि। भन्दिनै म। यो पोहोर दसैँमा ल्याएको जुत्ता हेर्नु त। यो जुत्ता अस्ति कहाँ परेछ कहाँबाट यो हरायो भनेर मैले अर्को जुत्ता किनिदिएँ हो। यो जुत्ता मलाई ठुलो हुन्छ हो, उसलाई यही साइजको लाग्छ। कति नम्बर भयो? 8 नम्बर होइन? 8 नम्बर। 8 नम्बर। यो खाले जुत्ता लाग्छ अन्त होइन नि हो। दोकानले भन्छ त पछाडि यो नानीले अर्डर गर्नुपर्छ, दोकानमा किनेको जुत्ताले हुँदैन भने। कसलाई जुत्ताबाट अर्डर सिजनलाई टायरको नबनाइदिएर के अर्डर बनाउनेलाई भन्नु नि, म बनाइदिन्छु। यो काठो हो रे, म राख्नु पर्यो। यस्तै छ गाउँ बस्तीको काम। मङ्सिर लाग्यो कि धानको
भयो यो चाहिँ हो हाम्रो काकाको धान हो मङ्सिरमा यसरी धान पाकेपछि चाहिँ झाटेर यो चाहिँ एउटा दस्तुर के भन्छ खै एक बोतल राखेको पहिला अरे बाल्नु न काका धुप तिमीले खाए पनि अँ पुरा देऊ है अँ 12 मुरी कि 10 पल्ट भन्दाखेरि माना खाएर मुरी फलाउनु भनेको चाहिँ यही हो त्यसले भाइ एउटा तपाईँ भन्नु न अब खानुपर्छ दिनु मलाई एउटा ल चाहिँ आइज म ओस भाइ ल बडा खादिनु तपाईँ ल दही खायो ल यो चाहिँ टिन आफ्नो आफ्नो भनाइ छ काकाको 16 पर गुरुजीको 18 काकाको 20 ए गुरुजीको 18 उयो भर्ने गुइठेको मेरो चाहिँ यता चाहिँ मेरो किन मेरो चाहिँ 22 टिन ए मेरो 17 त्यसो भए 17 17 टिन अब हेरौँ है कति टिन हुँदो रहेछ ओइ तेरो कति टिन अरे भाइ मेरो 16 काकाको धनीको जुन चाहिँ मूल मुख्य व्यक्तिको हाँ 60 होला कति टिन एक टिन पो भन्ला आयो 16 टिन कति टिन भयो 19 भन्ने कोही छैन भरे 19 निक्ल्यो फेरि आहा मैले त 14 टिन भनेको त फेल हुन्छ क्या हो लो यहाँ चाहिँ अब काका दिन भयो त बाँडेर लानु सजिन्छ कसैलाई सबैको फेल होला जस्तो छ है कोही पनि पास भएन यो 15 त भइगयो यहाँ है अघि त के पास हो अर्कै पास भन्दै थियो गो पास 14 टिन भनेको म चाहिँ पुगेन है अब एकैजना बाँकी रहेको छ यहाँ 22 अब 16 भयो कति टिन नाग्यो अरे तिम्रो 18 नाग्यो भन्छ नातिले खाँदा अलि बाइक त पुऱ्याउँदैन नि नदिने यताको चाहिँ फेल बनाउने अरे लातीले खाँदै कति टिन भयो आइसक्रिम हालेर पनि खानु यता पनि फेल यता पनि फेल है यता पनि फेल गुरुजी पनि फेल ला सबैजना फेल अब घरको ढिकुर त चिने 20 टिन 4 मुरी भाले कति भयो भाइ अलिकति नै उगार्नुपर्छ ल हौ
भनेको बमोजिम अनुसार पुग्न र तपाईँले 20 भनेको तपाईँ फेल भयो नि 22 हुन आँट्यो भरेन अलिक खेलाउनु पर्छ छोड होइन अघिले खाँदै नि है पुरा पुरै बस्नुपर्छ अहिले उयो गऱ्यो नि त दोगला गऱ्यो नि त आइसक्रिम मात्र हालेको थियो तिनको टिम बढेर त पुग्छ 22 भनौँ न भनेपछि यताबाट बोलेको चाहिँ पुग्यो 22 टिन अब तपाईँहरूले पनि धान काटेर झाटिसक्नु भयो भने चाहिँ अर्कल गर्नु चाहिँ उता बोलाउनु है हेरेर हो टक्क अर्कल तिमी छ बलियो बाङ्गो बोक एउटा बोकिहाल्छ लास्टमा चाहिँ आयो है यो मेडडोल यति सानो कुर्दिने गाईलाई चाहिँ पानी दिएको छु ल चिया